हेलो एभ्रिवान। आज म तपाईँहरूलाई इक्जामको गाइडलाइन्स असाइनमेन्टको गाइडलाइन्सहरू तपाईँहरूलाई म एक्सप्लेन गर्न गइरहेको छु। अगाडि भिडियोमा तपाईँहरूले देख्नुभयो कि कसरी लगइन गर्ने, स्टुडेन्ट पोर्टल तपाईँहरूको आफ्नो पोर्टल कसरी लगइन गर्ने भनेर। फेरि म तपाईँहरूकै पोर्टल खोलेर गर्दैछु, सो तपाईँहरूले हेर्न सक्नुहुन्छ। जस्तै हाम्रो वेबसाइट रहेको छ www.bose .ac.in। तपाईँहरूले फेरि सुरुबाट नै देखाउँदैछु। अनि यहाँ स्टुडेन्ट जोनमा गएर तपाईँहरूले आफ्नो रजिस्ट्रेसन नम्बर हाल्नुपर्ने हुन्छ। रेजिस्ट्रेसनको लागि म एकजना स्टुडेन्टको रेजिस्ट्रेसन नम्बर म हेर्न जाँदैछु। तपाईँको जस्तै एकजना स्टुडेन्टको मिङमाचुङ भन्नेको रेजिस्ट्रेसन नम्बर म हालिदिँदैछु। अनि त्यस्तै गरेर डेट अफ बर्थ हाल्नुपर्ने हुन्छ। डेट अफ बर्थ हाल्दा तपाईँलाई म फेरि रिमाइन्ड गर्छु, बिचमा हाइफन स्पेस केही पनि नगरिकन तपाईँहरूले गर्नुपर्ने हुन्छ। जस्तै डे भयो, मन्थ भयो, अनि इयर हाल्नुपर्ने हुन्छ। यसरी हालेपछि खुल्लिन्छ। अनि यहाँ मैले मिङमाचुङ भुटियाको मैले आज गरिरहेको छु। र तपाईँहरूको आफ्नै मा छ गाइडलाइन्सहरू। तपाईँहरूको एक्जामिनेसन जब गर्नुहुन्छ तपाईँहरूले यहाँनिर असाइनमेन्ट गाइडलाइन्स भनेर भेट्नुहुन्छ। अब असाइनमेन्ट गाइडलाइन्समा तपाईँहरूले के छ भन्दाखेरि यहाँनिर गाइडलाइन्स फर इन्टरनल असाइनमेन्ट तपाईँहरूले असाइनमेन्ट गर्नुपर्ने हुन्छ। ओके, असाइनमेन्ट गर्नुपर्छ। तपाईँहरूको यो जुन देखाइएको छ यो लिङ्क क्लिक गर्दाखेरि चाहिँ त्यतिखेर असाइनमेन्ट तपाईँहरूले त्यहाँनिर गर्ने ठाउँ हुन्छ। म तपाईँहरूलाई वान बाई वान यो पोइन्टहरू जुन दिएको छ यो पोइन्टहरू वान बाई एक्सप्लेन गर्दैछु। काइन्डली नोट द फलोइङ पोइन्ट्स रिगार्डिङ इन्टरनल असाइनमेन्ट भनेर भनेको छ। तपाईँहरू ब्लक 1 अप्रिल मेको 25 को तपाईँहरू स्टुडेन्ट हुनुहुन्छ। अनि तपाईँहरूको या अरू जुनै पनि स्टुडेन्ट्सहरूको लागि पनि यो तपाईँहरूको काम दिइहाल्छ। जस्तै इन्टरनल असाइनमेन्ट इज अ पार्ट अफ थ्योरी एन्ड इट्स मार्क्स विल बी इन्कर्पोरेटेड in the final result. In order to pass, a candidate has to obtain at least 6 marks in each internal assignment भनेको छ। यो चाहिँ तपाईँको के हो त भन्दाखेरि यो असाइनमेन्ट जुन तपाईँहरू अब असाइनमेन्ट गर्न गइराख्नु भएको छ यो असाइनमेन्ट चाहिँ तपाईँको यो चाहिँ थ्योरीकै यो एउटा पार्ट हो होइन। यो फाइनल इक्जाममा तपाईँको यहाँ तपाईँले जुन मार्क्स अब्टेन गर्नुहुन्छ, जुन तपाईँहरूले मार्क्स ल्याउनुहुन्छ त्यो मार्क्स चाहिँ तपाईँहरूको यो फाइनल इक्जाममा चाहिँ जोडिन्छ। अनि तपाईँहरूको यो तपाईँहरूले जोडेर तपाईँहरूको मार्क्स जोडिएर चाहिँ तपाईँहरूको फाइनल इक्जाममा कति मार्क्स अब्टेन गर्नुहुन्छ भन्ने कुरा यहाँनिर हुन्छ। तपाईँहरूले त्यही भएर राम्रोसँगले असाइनमेन्ट गरेर 20 मार्क्सको असाइनमेन्ट हुन्छ। 20 मार्क्समा तपाईँहरूले जति मार्क्स ल्याउनुहुन्छ त्यो यहाँ जोडिन्छ। तर अब यहाँबाट पास हुनको लागि यो असाइनमेन्टमा पास हुनको लागि चाहिँ तपाईँले 6 मार्क्स चाहिँ ल्याउनै पर्ने हुन्छ। बिलो 6 जस्तै 5 4 ल्याउनु भयो भने चाहिँ तपाईँहरू फेल हुन्छ। सो द्याट 6 भन्दा माथि तपाईँले ल्याउन सक्नुहुन्छ। अनि द लिङ्क फर सबमिटिङ द असाइनमेन्ट इज, अब तपाईँहरूले यो जुन लिङ्क दिएको छ तपाईँहरूले यो लिङ्क चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। या तपाईँहरूले यो लिङ्क चाहिँ क्रोममा टाइप गरेर क्लिक गर्नुभयो भने तपाईँहरूको त्यहाँ असाइनमेन्ट खोलिन्छ। यही लिङ्कले चाहिँ तपाईँहरूले काम गर्नुपर्ने हुन्छ। इन अर्डर टु लग इन द क्यान्डिडेट मस्ट इन्सर्ट हिज अर नेम, रेजिस्ट्रेसन नम्बर, डेट अफ बर्थ, क्लास एन्ड सब्जेक्ट अफ असाइनमेन्ट। अब तपाईँहरूले चाहिँ जब लिङ्क क्लिक हुन्छ त्यतिखेर तपाईँको नाम लगाउने ठाउँ, रेजिस्ट्रेसन नम्बर लगाउने ठाउँ, डेट अफ बर्थ लगाउने ठाउँ, अनि कुन क्लास सेकेन्डरी या सिनियर सेकेन्डरी क्लास 10 या 12 को हुनुहुन्छ त्यो लगाउनु पर्ने हुन्छ। र सब्जेक्ट जुन जस्तै तपाईँहरू 5वटा सब्जेक्ट लिनुभएको छ 5वटामा तपाईँहरूले कुन सब्जेक्ट तपाईँहरूको असाइनमेन्ट गर्नुहुँदैछ त्यो सब्जेक्टको तपाईँले नाम लेख्नुपर्ने हुन्छ है। अनि क्यान्डिडेट क्यान कम एन्ड गिभ असाइनमेन्ट एनी टाइम एज दे वान्ट। अब जब एउटा पार्टिकुलर यहाँ टाइम दिएको छ यो टाइमभित्र चाहिँ तपाईँले जस्तै बिहान 10 बजीदेखि बेलुकाको 10 बजीसम्म टाइम दिएको छ त्यो टाइममा चाहिँ अनि त्यो डेमा दिएको छ त्यसमा जतिखेर पनि आएर तपाईँहरूले यो गर्दाखेरि हुन्छ। मतलब यो लिङ्क क्लिक जतिखेर पनि जस्तै तपाईँले दिउँसोको 2 बजी गर्दा पनि भयो, बिहानको 11 बजी गर्दा पनि भयो, बेलुकाको 9 बजी गर्दा पनि भयो,
हौ त्यसरी चाहिँ तपाईले गर्न सक्नुहुन्छ अनि द पोर्टल फर एक्सेसिङ एन्ड एटेम्प्टिङ द असाइनमेन्ट्स विल बी ओपन फर 8 days only starting from 01/04/25 10 AM to 08/4/2025 10 PM after which the candidate will not be able to access the portal। अब यहाँ के भनेको छ भने तपाईहरुको असाइनमेन्ट चाहिँ अहिले गर्छु भन्दाखेरि हैन तपाईहरुको एउटा पर्टिकुलर टाइम दिएको हुन्छ डेट दिएको हुन्छ त्यतिखेर खुल्छ। यहाँ चाहिँ कहिले खुल्छ भनेको छ भन्दाखेरि 1 तारिक यो अप्रिलको 1 तारिक खुलिदैछ 8 तारिकसम्म तपाईहरुको यो 8 days को टाइम दिएको छ बिहान 10 बजेदेखि 10 रातिको 10 बजेसम्म तपाईहरुले यो पोर्टलले एक्सेस गर्छ। यतिखेर 8 दिनभित्रमा तपाईले तपाईको 5 वटा असाइनमेन्ट सकिसक्नुपर्ने हुन्छ र जस्तै 8 तारिकसम्म भनेको छ यो 9 तारिक गर्नुभयो भने यो तपाईको यो कामै गर्दैन तपाईहरुको यदि असाइनमेन्ट गर्नु भएन भने मैले अघि पनि भने फेल हुनुहुन्छ सो दैट तपाईले यो 1 तारिकदेखि 8 तारिकभित्रसम्म असाइनमेन्ट गरिसक्नुपर्ने हुन्छ अनि द क्यान्डिडेट मस्ट फिनिश द असाइनमेन्ट अफ अल सब्जेक्ट्स विदिन द स्टिपुलेटेड टाइम पिरियड ओन्ली दैट इज 8 days। अब तपाईले मैले फेरि पनि त्यही कुरा छ तपाईहरुले चाहिँ 5 वटै सब्जेक्टको चाहिँ यो जुन पिरियड दिएको छ 8 दिनको 1 तारिकदेखि 8 तारिकसम्मको यो दिनभित्रमा चाहिँ तपाईले गरिसक्नुपर्ने हुन्छ। एक दिन पनि ढिलो भयो भने तपाईहरुले एक्सेस पाउन सक्नुहुन्न अनि असाइनमेन्ट नगरेपछि फेल हुन्छ अगेन ओके। म्याक्सिमम टाइम allotted for the completion of the assignment in a subject is 1 hour ओके। तपाईहरुको असाइनमेन्ट गर्नको लागि एउटा असाइनमेन्ट गर्नको लागि चाहिँ तपाईहरुले 1 घण्टा भित्रमा गरिसक्नुपर्ने जब खोल्नुहुन्छ त्यतिखेर खोल्दाखेरि यो 1 घण्टाको टाइम पिरियडमा चाहिँ गरिसक्नुपर्ने हुन्छ। तपाईले अब धेरै मजाले गर्नेले 10 मिनेटमा पनि कम्प्लिट गरिसक्नुहुन्छ त्यो तपाईले 1 घण्टा भित्रको टाइममा चाहिँ असाइनमेन्ट गरिसक्नुपर्ने हुन्छ। द असाइनमेन्ट अफ ओन्ली 1 or maximum 2 subjects क्यान बी एटेम्प्टेड इन अ डे। अब एक दिनमा जस्तै 1 तारिक तपाईले गर्दै हुनुहुन्छ भने चाहिँ तपाईले इङ्ग्लिस र नेपालीको गर्नुभयो त्यो तपाईले पाउनुहुन्छ तर अरु सब्जेक्ट फेरि त्यही 1 तारिकै तपाईले पाउनुहुन्न। मेरो मतलब तपाईहरुले एक दिनमा असाइनमेन्ट गर्दाखेरि चाहिँ एउटा या दुईटा म्याक्सिमम दुईटा तपाईले गर्न पाउनुहुन्छ र फेरि भोलिपल्ट तपाईले अरु दुईटा सब्जेक्ट गर्न पाउनुहुन्छ अनि फेरि अर्को पालि रको एउटा सब्जेक्ट गर्नुहुन्छ। त्यसरी तपाईले 8 दिनभित्र कुनै पनि टाइम मिलाएर तपाईले तपाईको 5 वटा सब्जेक्टको असाइनमेन्ट गरिसक्नुहुन्छ। However, it is to be strictly noted that once you open a particular assignment, you must finish it. You cannot close and switch to another assignment. If you close it without completing it, you will be marked absent। अब के भन्दैछ भने तपाईले जब त्यो पोर्टल खोल्नुहुन्छ नि त्यो लिंक खोल्दाखेरि कुनै पनि सब्जेक्टको तपाईले हाल्नुभयो आज यो असाइनमेन्ट यो सब्जेक्टको गर्छु भन्नुभयो अनि फेरि होइन म अर्को गर्छु भन्न चाहिँ पाउनुहुन्न। जुन सब्जेक्ट लेखिसक्नु भएको छ त्यो लेखिसकेपछि तपाईले 1 घण्टा भित्रमा सकिसक्नुपर्छ। यदि तपाईले त्यो गर्नु भएन क्लोज गर्नुभयो भने तपाईको एब्सेन्ट मार्क हुन्छ मतलब एब्सेन्ट बुझिन्छ अनि तपाईको एब्सेन्ट बुझेपछि त्यो तपाईले असाइनमेन्ट नगरेको हुन्छ अनि त्यहाँबाट फेल हुन्छ अगेन ओके। क्यान्डिडेट मे नोट डाउन द अर्डर अफ असाइनमेन्ट टु अभोइड कन्फ्युजन। अब यदि तपाईहरुको कन्फ्युजन छ भने तपाईले नोट डाउन गर्दा पनि भयो नि त यो दिनमा मेरो यो असाइनमेन्ट छ यो दिनमा मेरो एक्जाम छ अथवा त्यो एक्जाम असाइनमेन्ट गर्दाखेरि तपाईले टक्क कुन दिनमा चाहिँ कुन तारिकमा मैले कुन असाइनमेन्ट सके भनेर टिक मार्क गर्दै यसरी एकदम स्मार्टली यो दिनको यो सके यति तारिकमा यो सके भनेर तपाईले गर्नुभयो भने कुनै कन्फ्युजन हुँदैन। अनि देयर आर 20 MCQs टु बी एन्सर्ड इन each subject। each question carries 1 mark making the maximum marks 20 in each subject। अब के भन्दैछ भन्दाखेरि तपाईको असाइनमेन्टको लागि चाहिँ 20 वटा क्वेशन्स आउँदैछ MCQs मा ओके मतलब मल्टिपल चोइस क्वेशन्स छ। यो तपाईले के गर्नुपर्ने हुन्छ भने एउटा क्वेशन दिएको हुन्छ जस्तै यो MCQs भनेको नबुझ्नेलाई चाहिँ तपाईले कस्तो हुन्छ कौन बनेगा करोडपति तपाईहरुले याद छ नि त हैन त्यसमा एउटा क्वेशन सोध्छ अनि 4टा आन्सरको अप्सन दिन्छ नि हौ त्यस्तै तपाईहरुलाई त्यो दिएको हुन्छ। तपाईहरुले त्यो एउटा क्वेशनको चाहिँ 1 मार्क्स हुन्छ हैन त्यसमा तपाईहरुले जुन चाहिँ तपाईहरुलाई करेक्ट आन्सर लाग्छ त्यसमा क्लिक गर्दाखेरि भइहाल्छ। अन्त 20 वटाको 20 मार्क्स यानी कि तपाईहरुको 20 मार्क्स को चाहिँ असाइनमेन्ट हो तपाईहरुले 20 मा 20 पनि ल्याउन सक्नुहुन्छ तर यदि तपाईले 6 भन्दा बिलो मतलब 5 4 ल्याउनु भयो भने चाहिँ यु विल बी फेल है त्यो याद गर्नुहोस् ओके थ्यांक यू।